साथीहरू 84मा नि हाम्रो दाइले होइन त्यो चुनाव चिन्ह चाहिँ हामीले के राख्न लागेको थियौँ भने सुगर ड्याडी भनेर हामीले चाहिँ राख्न लागेको कस्तो छ त्यसमा कमेन्ट गर्नु है जाँटा बाजेलाई के घन्टाको चाहिँ सुगर डेडी भनेर हे बेकाको अनि जेठा बाजे हो म जेठा बाजे ए जेठा बाजे जेठा बाजेको नाम राख्नु भन्न के हो सुगर डेडीको नाम भन्नु अहिले टाइटलहरू फास्ट हुन्छ नि त दाइ घन्टाको फास्ट हुन्छ क्या हो सुगर डेडी भनेको सुगर ड्याडी भनेको तपाईँलाई केटीहरूले भोट हान्छ क्या त्यस्तै रिसाउनु परेन होला केटीहरूले भोट हान्नु नचाहिने लाज हुँदैन केटीहरूले भोट हान्नु भोट जसले पनि हान्नु हामी जस्तो उमेरको आउँदाखेरि पो भन्नु त ए नचाहिने केटीहरू भोट हान्नु कस्तो खालको के लगाइदिएको अनि मायाको पोकाहरूले कहाँको मायाको पोको के को मायाको पोको यहाँ बिर्सिने बेलामा चाहिँ के घन्टाको चाहिँ मायाको पोको मायाको पोको तै गर्छ उताको गरेर तपाईँ ल केटाले नै हानु न त भोट होइन केटाहरू नातिहरूले त्यो घन्टा खान हाँसेको नातिहरू उता के अरे छोराहरू बुहारीहरू ज्वाइँहरूले हान्ने हो घन्टाको चाहिँ मायाको पोका के को मायाको पोका मेरो घरमै चाहिँ मायाको पोका यसो गर्नु तपाईँले जितेर मेयर भएपछि होइन भन्नु न त्यो मेयर र छेरको कुरो नगर त्यो म जान्दिनँ त्यो कुरो त्यो राजनीतिक कुरो नगर यहाँ तपाईँले जित्नु भने नि दिल कुमार चाहिँ 100% मेयर अब तेरै लैजा मलाई चाहिएन कस्तो यो केही उमेरमा पनि यस्तो खालको कुरो सुन्नु परेको भनेपछि केटीहरूले भोट नहान्नु अनि हारिहालिन्छ नि त केटी हारिन्छ हारिन्छ नि यार दाइ अनि बुढी खाडीहरूले हान्ने नाक खुस्केकाहरूले नाक भाँगेकाहरूले अनि अर्को कुरो नि अनि तपाईँ विकास चाहिँ कुन एङ्गलबाट गर्नुहुन्छ सुरुवात चाहिँ भइहाल्नु भयो भने कुन एङ्गलबाट कस्तो खालको विकास गर्नुपर्ने अब होला नि त तपाईँको मनमा विकास मन्त्री भइसकेपछि तपाईँले कस्तो विकास गर्नुहुन्छ सबैभन्दा पहिला त नि यहाँ जो के बेरोजगारीहरू छ नि त्यसलाई रोजगारी दिने हो अनि मात्र त्यहाँबाट सुरु हुन्छ काम त्यसो को यहाँ के अरे भोक तिर्खा हिँडिराखेको नि भौतारीहरू त्यस्तोहरूलाई हेर्ने हो त्यसलाई काम दिने हो त्यसले यहाँ काम नपाएर नि मान्छेको यो दिमाग खुस्किएर हिँडिरहेको अनि के घन्टा कुरो गर्छ त यहाँ 3 नम्बरमा चाहिँ मायाको पोका 3 नम्बरको मायाको पोकाहरूलाई पनि रोजगार दिने हो त्यसो चाहिँ हो कुरो 4-5वटा मायाको पोको चाहिँ मलाई है दाइ लाइदैन मलाई अस्ति नै लाइजा भनेको मलाई यहाँ धेरै नसुनाइराख्नु होइन मैले पनि रोजगार दिनु खोजेको क्या उनीहरूलाई दिएन त दे बजा तर एउटालाई चाहिँ दिन्न है दाइ फेरि कसलाई हौ त्यो पहिला जानेहरूलाई चाहिँ दिन्न जागिरमा घन्टा खान दिन्छ पहिला जानेलाई लखर कुदी हिँडेलाई कहाँ दिने त त्यही त लगर डुलेर चाहिँ के काम हुन्छ काम गरेर खानु पर्यो बुढोलाई दुःख गर्दैछ भने नि बुढीले पनि दुःख गर्नु पर्यो होइन भने नि टङरङ ठ्याङ त्यस्तै हो डुकुलन ठ्याङ भनेको के थाहा छ लुतुर हिँड्ने होइन मैले एउटा कुरो नि दाइ कुरा नबुझेको कि मैले यसो न्युजहरू सुनेको कि हेरेको एउटा केटीको चाडा कोही हुन्छ अरे हो कस्तो उल्टो कुरो गरेको हौ तैँले त्यस्तै सुनेको एउटा केटीको 4वटा पो अरे एउटा केटाको चाहिँ 10 के अरे बुढी हुन्छ त्यो चाहिँ हो कुरो नचाहिने कस्तो उल्टो कुरो गरेको हौ यो यहाँ भिडियो खिचिरहेको छ